त्यो चाहिँ कदापि राम्रो होइन है। कसैले पनि यस्तो नगर्नु होला, सिधा मैले भन्न चाहेँ, कदापि राम्रो होइन होइन। तपाईँहरूले साधना गर्नुभएको छ, तपाईँहरू असल साधक हो, त्यो मलाई थाहा छ क्या होइन। तर आएर एकअर्कालाई नराम्रो भन्ने, नराम्रो गर्ने होइन। अनि मैले के भन्न चाहेँ, हामीले तपाईँले गर्नुभएको छ, उद्धार गर्नुभएको छ, त्यो मन्त्र तन्त्र लिएर साधना गरेर उद्धार गर्ने नै हो। तपाईँले शमशानकाली जन्जिराबान मसानबानहरू यिनीहरू दिनुभएको छ, चलाउनुहुन्छ, त्यो म नचलाउनु यो ऊ भन्दिनँ है। अनि मैले अर्को कुरा के भन्न चाहेँ भन्दाखेरि, हिन्दू सनातनलाई बदनाम गर्ने भनेको कसले भन्दाखेरि हिन्दूहरूले नै गरिरहेको छ क्या, अरू कसैले गरेर नै छैन। यसको विरोध हामीले गरिरहेको छौँ होइन। अब अर्कोले गरिरहेको छ, अनि भनौँ न एउटा माताले अब गरिरहेको छ, उसको विरोध मैले गर्ने, अर्कोले गर्ने। अनि भनौँ न तन्त्र मन्त्र साधना भनेको हरेक व्यक्तिले छुट्टै तरिकाले गरेको हुन्छ क्या है। छुट्टै भगवान्को शरणमा परेर छुट्टै तरिकाले साधना गरेको हुन्छ। अहिले कतिले भनिरहेको छ नि मन्त्र भनेको महादेवले पार्वतीलाई दिनुभएको हो र त्यो मात्रै हुन्छ मन्त्र तन्त्र, उहाँले दिएको मात्रै हुन्छ भन्छन् होइन। अनि जब इन्द्रजालमा के छ, त्यो कसले पढ्नु भएको छैन है। इन्द्रजालमा के छ। अनि अब अरू त मैले भन्न चाहिनँ, अरू अब धेरै छन् होइन, जुन अब अष्टभैरवको अब मन्त्रहरू छन् होइन, त्यो के हो भन्न चाहे नि त होइन। अब सम्पूर्णले चाहिँ एउटै साधना गरे हुन्छ भन्ने छैन क्या, सम्पूर्णसँग एउटै, सबै तान्त्रिकहरूसँग एउटै मन्त्र हुन्छ भन्ने नि छैन। अनि अहिले के भइरहेछ भन्दाखेरि झाँक्रीले कस्तो ढ्याङ्ग्रो कस्तो बजाउने, के बजाउने, अहिलेका आएका यी 2-4जनाले सिकाउँदैछन् क्या, पहिरन कस्तो लगाउने है। अब महादेवको ज्ञान छ भन्दैमा महादेव जस्तो बनेर हिँड्न त सकिँदैन। उहाँले त अब त्यत्रो भनौँ न हाल विष पिउनु भएको त्यत्रो होइन, जुन यो सृष्टिमा पानी छैन नि त्योभन्दा बढी विष पिउनु भएको छ। अनि उहाँको जस्तै नकल गर्ने होइन। अनि जुन अहिले ढुङ्गी त्यो बाबाहरू भनौँ न गाँजा तान्ने, शिवले त गाँजा खानुभयो, हामीले खाँदा के हुन्छ भन्ने, अरे शिवले विष पिउनु भएको छ, तिमीहरू पिउनु सक्छ। मैले यसरी सबैलाई भन्न चाहेँ, हिन्दू सनातन भनेको के हो पहिला त्यो अध्ययन गरेँ क्या। अनि जब कतिले भनिरहेछन् नि श्रीकृष्णले बाँसुरी बजाउँछन् भने सुदर्शन चक्र पनि चलाउनुहुन्छ, यस्तो जुन हो यसरी बुझे रहेछ त। अनि यसरी बुझ्ने मान्छेले कुनै पनि नकारात्मक तरिकाले अफवाह फैलाउनु भएन नि त, समाजमा आएर विकृति फैलाउनु भएन नि त। अनि के भन्छन् भन्दाखेरि अब अहिले भनौँ न अहिलेका माता धामी झाँक्रीहरूले चाहिँ तपाईँको आफ्नैले गर्दाखेरि यस्तो भइरहेछ, अरे त्यही भन्दै तिमीहरूले उसलाई त्यो समाजबाट एक्लो बनाइदिइसक्यो क्या है, एक्लो बनाइदिइसक्यो। तपाईँको आफ्नैले गरिरहेछ, तपाईँको आफ्नैले यो गरिरहेछ, तपाईँको आफ्नैले यो गरिरहेछ। कसले गरेछ, के गरेछ, रिस गर्छ होला, डाहा गर्छ होला, त्यो छुट्टै कुरा छ। जुन कुरा तान्त्रिकले त गर्नलाई 10 चोटि सोध्छ भने त्यो अरू कसले गर्न सक्छ भनेर कसले पत्याउँछ क्या, पत्याउँछ कसले। अनि मैले गर्दैन भन्न खोजेको होइन, गर्छ पनि। जब हामीले अब भनौँ न नकारात्मक शक्ति लिएको छौँ भने, मैले अब मसान खेलाइरहेको छु भन्दा मैले खेलाउने होइन होइन, हामीले खेलाउन सक्ने क्षमता त हामीमा हुँदैन। हामीले त आह्वान गर्ने होइन, उहाँलाई अब छुट्टै भोग खुवाउने, सम्मान सत्कारको साथ बोलाउने, काम लगाउने हो। मान्छेले भन्छ खेलाउँछु म, हाम्रो मसान खेलाउने, वीर खेलाउने क्षमता छैन। हामी भन्छौँ शिव खेलाउँछु, पार्वती खेलाउँछु होइन, महाकाली खेलाउँछु, रुद्रचण्डी खेलाउँछु, काल भैरवी खेलाउँछु। अरे तिमीहरू पागल जस्तो हरकत नगर न आएर यार, पागल जस्तो हरकत नगर। हामीले खेलाएर खेल्ने हो देवी देवता। देवी देवताले रचना गरेको यो सृष्टि होइन, ब्रह्माण्ड देवी देवताको इसारामा चल्छ। अनि हामीले चाहिँ देवी देवतालाई इसारामा चलाउँछौँ होला त। उहाँहरूको भनौँ न साधना गरेर पाएका ती 2-4 मन्त्रहरूको प्रयोग गर्दैमा हामीले देवी देवता चलाउँदैनौँ होला। मनुष्यलाई मार्न सकिन्छ होइन, नकारात्मक ज्ञान प्रयोग गरेर। त्यो सिधा कुरो सबैलाई थाहा छ, सम्पूर्ण तान्त्रिकहरूलाई थाहा छ। कसैलाई मार्न पऱ्यो भने त्यो मार्न सकिन्छ, तर त्यसको पछि भोग्न पनि आफैले तयार हुनुपर्छ क्या। पछि आफूले उसलाई हानि पुर्याइसकेपछि त्यो पछि आफूलाई के हुन्छ त्यो त आफूले जान्नुपर्ने कुरा हो है। र भिडियो बनाउने क्रममा धेरै लामो पनि हुन्छ, मैले धेरै बोलिरहन चाहिनँ। जुन खालको अहिले यो चलिरहेको छ नि, यो माता यस्तो, यो झाँक्री यस्तो, त्यो चाहिँ बन्द गर सिधा। तिमीहरूले पैसा खा, त्यो मलाई मतलब भएन। कति पैसा मागिरहेछ, के गरिरहेछ, अहिले सामाजिक सञ्जालमा छापछाप्ती छ क्या, तिमीहरूको विरोध चलिरहेको छ। जुन खालको साधना गरेर तिमीहरूले भनौँ न
वचन लिएर लिएको मन्त्रहरू हुन्छ नि त्यो यसरी मार्केटमा बिग्दैन है। सिधा कुरा म भनिदिन्छु, बिग्दैन, सिधा कुरा बिग्दैन के। जय हिन्दू सनातन, जय श्री महाकाल, आदेश गुरु गोरखनाथ मच्छिन्द्रनाथ।